चाहिँ अहिले एल्लो हाउसमा छौँ। एकदम भोक लाग्यो अनि खाजा खानाको आज चाहिँ एकदम गर्मी छ। अनि म यसो हेर्दा हेर्दै मैले एउटा कुरा देखेँ कि ऊ त्यहाँ माथि हेर्नु न, त्यो चाहिँ परेवाको लागि गुड हो है साथीहरू। कस्तो राम्रो तरिकाले बनाएको, यो चाहिँ एकदम पिस फिल हुन्छ कि मलाई दिक्क लागेको बेलामा चाहिँ यहाँ आउनु मन लाग्छ मलाई। हाम्रो एल्लो हाउस कस्तो मन पऱ्यो तपाईँहरूलाई भन्नु होला। खास कुरा के हो त, के हो त कुरा यहीँ लेखेको के अरे गफ गर्दाखेरि भन्ने होला कि हो।